वल स्ट्रिटमा सफल हुने कुनै फर्मुला खोज्दै हुनुहुन्छ? आज हामी बेन्जामिन ग्राहमको एउटा क्लासिक किताब द इन्टेलिजेन्ट इन्भेस्टरबाट 3वटा यस्ता शक्तिशाली आइडियाहरूबारे कुरा गर्नेछौँ जसले लगानीको दुनियाँलाई हेर्ने दृष्टिकोण नै बदल्न सक्छ। ल सुरु गरौँ है त। सोच्नुहोस् त, यो कुरा सन् 1929को महादुर्घटना हुनुभन्दा ठिक अगाडि भनिएको थियो। जन जे रास्कपको यो भनाइले त्यो समयको अनियन्त्रित आशावादलाई प्रष्ट देखाउँछ। र अचम्मको कुरा के छ भने बजारको यस्तै उन्माद आज पनि बेला बेलामा देखिन्छ नि, होइन र? यसले हामीलाई इतिहासको यो पाठ कहिल्यै नबिर्सन चेतावनी दिन्छ। सन् 1929को त्यो भावनात्मक आँधीको असर आज पनि बजारमा देखिन्छ, जसले वल स्ट्रिटलाई कहिलेकाहीँ क्यासिनो जस्तै बनाइदिन्छ। र बेन्जामिन ग्राहमका अनुसार लगानी र जुवालाई एउटै ठान्नु सायद सबैभन्दा ठूलो गल्ती हो। र इतिहासले फेरि आफूलाई दोहोर्यायो। .com बबलको समयमा त्यही सट्टेबाजीको ज्वरो फेरि फैलियो। मानिसहरूले डाटालाई ज्ञान र धैर्यलाई मूर्खता ठान्न थाले। यहाँसम्म कि बार्बरा स्ट्राइसेन्ड जस्ता हस्तीहरूले पनि के भन्थे भने, जब म रातो देख्छु म आफ्नो शेयर तुरन्तै बेच्छु। यसले के देखाउँछ भने बजारको होहल्लामा मान्छेले कति सजिलै आफ्नो विवेक गुमाउँछन्। अब यस्तो होला र अनिश्चितताको बीचमा हरेक लगानीकर्ता एउटा महत्त्वपूर्ण मोडमा आइपुग्छ। एउटा आधारभूत निर्णय लिनुपर्ने हुन्छ। म को हुँ? भाग्यको पछि दौडिने खेलाडी वा मूल्य खोज्ने मालिक? यही निर्णयले नै सफलता र असफलताको बाटो तय गर्छ। यहीँनिर बेन्जामिन ग्राहमले एउटा एकदमै आधारभूत तर महत्त्वपूर्ण कुरा छुट्याउँछन्, जुन उनको सम्पूर्ण दर्शनको जग हो। के तपाईँ लगानीकर्ता हो वा सट्टेबाज? ग्राहमका लागि लगानीको परिभाषा एकदमै क्लियर छ। यो यस्तो काम हो जसले 3वटा कुराको ग्यारेन्टी गर्छ। पहिलो, गहिरो विश्लेषण। दोस्रो, मूल पैसाको सुरक्षा। र तेस्रो, राम्रो प्रतिफल। यदि यी 3 मध्ये कुनै एउटा पनि छैन भने त्यो लगानी होइन, त्यो त सिधै सट्टेबाजी हो। यहाँ लगानीकर्ता र सट्टेबाजको सोचाइमा आकाश जमिनको फरक देखिन्छ। लगानीकर्ताले आफूलाई व्यापारको मालिक ठान्छ, त्यसको मूल्य खोज्छ र किराना सामान किने जस्तै तर्कले सेयर किन्छ। अर्कोतिर सट्टेबाजले जुवाडे जस्तै मूल्यको भविष्यवाणी गर्छ र अत्तर किने जस्तै भावनामा बगेर निर्णय लिन्छ। एउटा तर्कमा चल्छ, अर्को भावनामा। त्यसो भए एकजना चलाक लगानीकर्ताले बजारको यो पागलपनलाई कसरी सामना गर्छ त? राम्रो कुरा के छ भने ग्राहमले हामीलाई केही यस्ता शक्तिशाली मानसिक औजारहरू दिएका छन् जसले हामीलाई शान्त र तर्कसङ्गत रहन मद्दत गर्छ। अब ग्राहमको सबैभन्दा गजबको र शक्तिशाली आइडियाको कुरा गरौँ। एउटा यस्तो कथा जसले बजारको मनोविज्ञानलाई बुझ्न सधैँको लागि सजिलो बनाइदिन्छ। आउनुहोस्, भेटौँ मिस्टर मार्केटलाई। आखिर को हुन् त यी मिस्टर मार्केट? उनी हाम्रो साथी हुन् कि दुश्मन? उनको दिमागभित्र के चल्छ त्यो बुझ्नु नै बजारमा सफल हुने पहिलो खुड्किलो हो। सोच्नुहोस्, मिस्टर मार्केट तपाईको बिजनेस पार्टनर हुन्, तर उनको मूड चाहिँ एकदमै अस्थिर छ। कहिले एकदमै खुशी, कहिले एकदमै दुखी। कुनै दिन उनी यति उत्साहित हुन्छन् कि तपाईको शेयर अचाक्ली महँगो मूल्यमा किन्न प्रस्ताव गर्छन्, अनि कुनै दिन उनी यति डराएका हुन्छन् कि आफ्नो शेयर अचाक्ली सस्तोमा बेच्न तयार हुन्छन्। उनको मूल्य उनको मूडमा निर्भर हुन्छ, कम्पनीको वास्तविक मूल्यमा होइन। मिस्टर मार्केटसँग डिल गर्ने तरिका एकदमै सरल छ। पहिलो कुरा, उनको कुरा सुन्नै पर्छ भन्ने छैन। उनको प्रस्ताव एउटा मौका हो, आदेश होइन। दोस्रो, उनको मूडलाई आफ्नो फाइदाको लागि प्रयोग गर्नुहोस्। जब उनी डराएर सस्तोमा बेच्छन्, तब किन्नुहोस्। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, उनको डर वा उत्साहलाई कहिले पनि आफ्नो निर्णयमा हावी हुन नदिनुहोस्। छोटकरीमा भन्नुपर्दा मिस्टर मार्केट तपाईको सेवक हो, मालिक होइन। एक बुद्धिमान लगानीकर्ताले बजारसँग यही सम्बन्ध राख्छ। अब दोस्रो मुख्य आइडियामा जाउँ, जसलाई ग्राहमले लगानीको केन्द्रीय सिद्धान्त मानेका छन्। मार्जिन अफ सेफ्टी, अर्थात् सुरक्षाको मार्जिन। यो मार्जिन अफ सेफ्टी भनेको आखिर के हो त? सिधा भाषामा भन्नुपर्दा कुनै पनि शेयरलाई त्यसको वास्तविक मूल्यभन्दा निकै सस्तोमा किन्ने हो। मानौ कुनै कम्पनीको वास्तविक मूल्य 100 रुपियाँ छ भने त्यसलाई 60 वा 70 रुपियाँमा किन्नुहुन्छ। यो छुटले एउटा सेफ्टी नेटको काम गर्छ, जसले कुनै गल्ती भएमा वा बजार घटेमा तपाईलाई बचाउँछ। ग्राहमका सबैभन्दा चर्चित चेला वारेन बफेटले यसलाई एउटा गजबको उदाहरण दिएर सम्झाउँछन्। जब तपाईँ एउटा पुल बनाउनुहुन्छ, तपाईँ त्यो 30,000 पाउन्ड बोक्न सक्ने क्षमताको होस् भनी माग गर्नुहुन्छ, तर त्यसमाथि 10,000 पाउन्डको ट्रक मात्र चलाउनुहुन्छ।
यसलाई अङ्कमै हेरौँ न त, अझै क्लियर हुन्छ। यदि कुनै सम्पत्तिको वास्तविक मूल्य $1 छ र त्यसलाई केवल 86 सेन्टमा किन्नुभयो भने सुरक्षा मार्जिन 34% भयो। यही 34% को कुशन हो जसले भविष्यको अज्ञात जोखिमबाट बचाउँछ। वास्तवमा यही कुराले नै एउटा सोचेर बुझेर लिएको जोखिम र आँखा चिम्लेर खेलेको जुवाबीचको फरक छुट्याउँछ। अब ग्राहमको दर्शनको अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण पाटोतिर लागौं, जुन लगानीकर्ताको आफ्नै दिमागसँग जोडिएको छ। यो भनाइले लगानीको खेललाई नै पुरै उल्टाइदिन्छ। ध्यान बजारको उतार चढावबाट हटेर आफ्नै मनको अनुशासनमा केन्द्रित हुन्छ। सफलता अरूलाई हराउनुमा होइन, बरु आफ्नै आवेग र डरलाई जित्नुमा छ। हाम्रो दिमाग नै कहिलेकाहीँ लगानीमा हाम्रो सबैभन्दा ठूलो दुश्मन बनिदिन्छ। हामी मान्छेहरू जताततै प्याटर्न खोज्छौं र जे पायो त्यसमा पनि अनुमान लगाउन जिद्दी गर्छौं। यसले गर्दा हामी अर्को हट स्टक कुन हो भनेर भविष्यवाणी गर्न लाग्छौं र जैविक रूपमै हाम्रो झुकाउ महँगोमा किन्ने र सस्तोमा बेच्नेतिर हुन्छ। त्यसैले असली चुनौती भनेको सबैभन्दा राम्रो स्टक खोज्नु होइन, बरु आफैलाई आफ्नो सबैभन्दा ठूलो दुश्मन बन्नबाट रोक्नु हो। लगानीमा सफलताको साँचो भनेको आफ्नै व्यवहारमा महारत हासिल गर्नु हो। र अन्त्यमा ग्राहमले हामीलाई एउटा यस्तो प्रश्न सोधेर छोडेका छन् जसको जवाफ हरेक लगानीकर्ताले आफैभित्र खोज्नुपर्छ। लगानीको सबैभन्दा ठूलो जोखिम बजारमा छ कि ऐनामा? यसमा सोच्नुहोला।